हामी एस क्रिएसन ड्राइभिङ स्कुलबाट चाहिँ रोड टेस्टको लागि गाडी लिएर निक्लिसकेका छौँ। हाम्रो दिदीको आज 5औं दिन। क्लच पुरा थिचेर गियर बन्द गर्नु पर्यो यस्तो चोकमा। हजुरले चाहिँ पुरा लेफ्ट च्याप्नु पर्यो, किन भन्दा लेफ्ट ठुलो गरेपछि बाइकवालाहरूले यसरी ओभरटेक गरिहाल्छ। अलिकति ठुलो ठाउँ देख्नुहुन्न हैन। दिदी एकदम कन्फिडेन्ट हुनुहुन्छ, हाँस्दै कतिपय मान्छे गाडी चलाउँदाखेरि बोल्न सकिन्न। हाम्रोमा चाहिँ डबल ब्रेक भन्ने छैन। आफ्नोपट्टि डबल ब्रेक चाहिँ हुन्न, सिकाउनेपट्टि सिङ्गल ब्रेकमा हिँडिरहेको हुन्छौँ। कतिपय ड्राइभिङले डबल ब्रेक लिएको हुन्छ, त्यही भएर पुरा राम्रोसँग सिक्ने मान्छेले सिक्न पाउन्न, पुरै ट्रेनरले युज गरेको हुन्छ। पछाडि हेर्ने यस्तो टर्निङमा चाहिँ बाइकवालाहरू अलि बढी कोल्टाउन खोज्छ। आफूले ध्यान दिनु पर्यो, आफ्नो साइड हेर्दै जाने, गइराख्ने छरी लेफ्ट लिने, जोगाउँदै जाने। यस्तो चोक आयो, चोकमा चाहिँ हजुर आत्तिनु भएन। चोक आउनु साथ चाहिँ हजुरले गाडीको गियरहरू चाहिँ घटाइसक्नु पर्यो। अहिले पनि गियर घटाउनु ब्रेक नम्बर लाउनु भयो, दाहिने सबै चोक कटिको आत्तिनु चाहिँ भएन।